नमस्ते सबैजनामा आज फेरि म नयाँ डिस बनाउन कोसिस गरिरहेको छु। त्यो चाहिँ के हो भन्दाखेरि चिकन ड्राई फ्राई है। यहाँनिर मैले चिकन लिइरहेको छु अनि मैले चाहिँ अरू सामग्रीहरू चाहिँ के रेडी गरेको छु भन्दाखेरि चाहिँ यहाँनिर म तपाईँको यो जिरा धनियाँको पाउडर, यो भयो तपाईँको गरम मसला, यो भयो व्हाइट भेनिगर, यो भयो हल्दी, यो भयो नुन, यो भयो रेड चिली पाउडर अनि यहाँनिर छ निम्बु अनि यहाँनिर मैले अदुवा लसुन लिएको छु। यसमा चाहिँ अब मैले कसरी म्यारिनेट गर्छु भनेर चाहिँ हजुरहरूलाई देखाउँदैछु है त। फर्स्टमा चाहिँ म हाल्छु तपाईँको जिरा धनियाँको पाउडर है। त्यसपछि अलिकति हल्दी लिनुहोस् होला। त्यसपछि मैले लिएको छु रेड चिली पाउडर, यहाँनिर अलिकति गरम मसला पनि लिएको छु मैले। अलिकति व्हाइट भेनिगर पनि लिएको छु जसमा चाहिँ टेस्ट राम्रो हुन्छ। स्वाद अनुसार नुन राख्नुहोस् होला, तपाईलाई कतिको खानु मन लाग्छ है। अनि अदुवा लसुनको पेस्ट पनि हालिदिनुहोस् होला। निम्बु, अलिकति निम्बुको रस म्यारिनेट गरेर राख्नुपर्छ। यसलाई अलिकति 15 देखि 20 मिनटसम्म म्यारिनेट गरेर राखौँ। यहाँनिर मैले प्यान लिएको छु, प्यानमा तेल हालेर गरम गरिरहेको छु। अब चाहिँ चिकन हालौँ बिस्तारै, यसलाई मजाले फ्राई गर्नुपर्छ। धेरै टाँसेर पनि फ्राई गर्नु हुँदैन, अलिकति जग्गा छोडेर फ्राई गरेपछि चाहिँ मजाले हालिँदैन, मजाले फ्राई हुन्छ। हेर्दै गर्नुहोस् है त साथीहरू, म फ्राई गर्दैछु। अब यसलाई अर्कोपट्टि बिस्तारै पल्टाउँदै फ्राई गर्नुपर्छ। कलर पनि राम्रो आयो अनि फ्राई पनि यसरी नटल्लाइकन मजाले एकअर्कासँग नजोटिकन फ्राई गर्नुपर्छ। फ्राई यतिको भइसक्यो, अब यो भयो मतलब भयो है। अब यसलाई बिस्तारै निकाल्नुपर्छ अनि फ्राई भइसक्यो साथी, यतिको भएको छ। साथीहरू चिकन ड्राई फ्राई यतिको भएको छ है। अनि हजुरहरूलाई के कस्तो लाग्छ माया देखाइदिनुहोस् होला, लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् भन्दै म मेरो आजको भिडियो समाप्त गर्न चाहन्छु। हुन्छ त, बाई बाई।